हाम्रो एनआरएन एलसीसीका संयोजक श्री शिखर खड्काज्यूले धेरै साथ दिनुभएको छ। बिहान हल सजाउनदेखि लिएर सबै सम्पूर्णमा धेरै धन्यवाद छ चेलीहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि। र एनआरएनए जर्मनीका हाम्रा ग्लोबलका संरक्षक श्रीराम थापाज्यूले पनि हाम्रो चेलीहरूको तीजको कार्यक्रमलाई आर्थिक सहयोग गर्नुभएको छ। धेरै धन्यवाद। हजुरहरूलाई यो मेलबाट अथवा फेसबुकमा म पठाउने नै छु, अहिले रकम नभनौँ होला। र एनआरएनए युरोपका संयोजक कुमार पन्तज्यूले पनि हामीलाई आर्थिक सहयोग गर्नुभएको छ चेलीहरूलाई तीजको उपहार। धेरै धन्यवाद छ। धेरै धन्यवाद। एसनका सगरमाथा समाजका सम्पूर्णलाई धेरै धन्यवाद टक्राउन चाहन्छु। र एसोसिएसनका मानकाजी दाई धेरै धन्यवाद।
यज्ञराज सुवेदीज्यू हाम्रो एनआरएनए सल्लाहकार हुनुहुन्छ। उहाँले आज हामीलाई चेलीलाई नाचेको बेलामा पानी पिलाएर कति सेवा गर्नुभएको छ। धेरै उहाँले पुण्य कमाउनु भएको छ। धेरै धेरै धन्यवाद चेलीको तर्फबाट। एकदम सुस्त गर्नुपर्छ क्यामेराले। धेरै धेरै धन्यवाद सम्पूर्ण कुरामा। मनोरञ्जन छमछम कम्मर मर्काइ मर्काइ नाच्नलाई धेरै सहयोग गर्नुभएको छ। धेरै म्युजिक मिठा मिठा लगाइदिएर कतिखेर नेपाली कतिखेर हिन्दी कतिखेर इङ्ग्लिस उहाँ हुनुहुन्छ हाम्रो पत्रकारज्यू टेक नेपालीज्यूलाई धेरै धेरै Denk zo alles. Camera कितनी देरेगी? चौतारी समाजका हाम्रा अध्यक्ष एनआरएनका उपाध्यक्ष हाम्रा कृष्ण प्रसाद गौतम दाईलाई धेरै धेरै धन्यवाद। उहाँले सबै सम्पूर्ण परिवारलाई ल्याएर हामीलाई सहयोग गरिदिनु भएको छ। डेकोरेसनको सबै जिम्मा लिएकी थिइन्। उनलाई धेरै धेरै धन्यवाद छ। र डेकोरेसन मनिषा नभएको ठाउँमा मनिषाको भरपूर पार्नलाई मनिषा दाहाल अर्की हाम्री बहिनीले सहायता गर्नुभएको छ। स्टुडेन्ट बहिनी उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र यसै गरी आज खाना पकाउनेदेखि अहिले हामी चेलीहरूलाई दर खुवाउनेसम्म सहायता गर्नुहुने हाम्रा विकास गौतम मेरै आफ्नै भाइ हो। आज दर भनेर चेलीलाई खुवाइरहेको छ। चेलीहरूको तर्फबाट धेरै धेरै धन्यवाद।